सोमबारको दसैँ सोमबारकै दिन जब एकजना जन आउनु भएको थियो घरमा, मेरो बुढाको विषय लागेन। मैले तपाईँको भिडियो मैले कति हेर्छु म्याम हजुर भन्नुभएको थियो। त पिताले कस्तो मनमा अगुवाई दिनुभयो वचनद्वारा सहायता गर्ने। जब वचन बोल्दै थिए त घाँटीमा खक्रक्क गरेर समाते जस्तै मात्र भएको न्यु भनेको मलाई ज्वरोको त्यति मात्र थियो। त कस्तो गाह्रो भयो जस्तो अनि मैले खोकेँ यो त हटिसक्यो भने जब 1-2 बज्न लाग्यो त पुरा शरीरहरूले एकदम शिथिल अवस्था बनाए जस्तो जति वचन गर्छु त्यति नै ज्वरो आउँछ। पिता धन्यवाद भन्छु, झन् ज्वरो आउने भयो। त मलाई मेरो घर परिवारमा ज्वरो आयो भने मम्मी बाबादेखि लिएर सबैजना एकदमै पिर मान्नुहुन्छ कि मलाई पहिल्यैबाट ज्वरो त्यस्तो आउने, ज्वरो आयो भने निकै नहुने, हस्पिटल भर्नै गर्न पर्ने त्यस्तो ज्वरो आउँथ्यो मलाई। त पितालाई धन्यवाद 6 दिनसम्म ज्वरो आयो। त पितालाई धन्यवाद जब मैले चङ्गाई लिन्छु भनेर म्याम हजुरलाई फोन गरेँ त चङ्गाईले तब मलाई डबल गुण आयो कि पहिला त बरु मलाई आउने छोड्ने त भइरहेको थियो। जब मैले चङ्गाई लिएँ त मलाई डबल गुण आयो। यस्तो ज्वरो आयो कि म उठ्नै नसक्ने भएँ। त पितालाई भने पिता तपाईँले भन्नुभएको छ जब चङ्गाई लिँदा पनि डबल गुण आयो भने पिता यसको लागि त तपाईँले मुकुट तयार गर्नुभएको छ, मेरो लागि के राख्नु भएको छ मलाई बताउनुहोस् पिता भने। त परमात्मा पितालाई धन्यवाद। त्यस्तै बेटाको सपनाद्वारा परमात्मा पितालाई धन्यवाद। यस्तो खुल्ला आकाश त्यहाँ हामी सबैजना महिमा गरिरहेको त कस्तो वचन आएको आजबाट बोलौँ कि तिमी निको भइसके भनेर मुखबाट घोषणा गर। तिमीलाई मैले निको पारेको छु। यहाँ बसेका सम्पूर्ण जना तिमी जस्तै हुन्, तिमीलाई यो स्थानै छुट्टै छ भनेर जब त्यो सपनाद्वारा पिताले ठिक भएको बोल भन्नुभयो। जुरुक्क उठे। त्यो दिन शनिबारको दिन रहेछ। पिता तपाईँले मलाई ठिक भएको भनेर बोल भन्नुभएको छ, म त्यसै नै बोल्छु पिता मलाई निको पार्नुहोस् भनेर जब प्रार्थना पिता यस्तो मुख भएर स्वयं उहाँले नै प्रार्थना गरिदिनु भयो तब मलाई बिस्तारै निको हुँदै गयो। त ईश्वरलाई धन्यवाद गर्छु। यस्तो मसीको नाममा 6 दिनसम्म जति कष्ट आए तापनि मेरो बच्चा 7 दिनको दिन उठाउने म तिम्रो पिता म तिमीसँग छु भन्नुभएको थियो। नभन्दै मलाई त्यो ज्वरोबाट पिताले 7 दिनको दिन जुरुक्क उठाउनु भयो। आज के भएको छ र त्यो सम्झिँदा नि मलाई ज्वरो आएको थियो र मलाई त्यस्तो ज्वरो थियो र पिता भन्ने आज पिताले बनाउनु भयो। मेरा नसा हड्डीमा बसेर लुकेका ती सारा समस्याहरू पिताले भइसकेको बोला, निको भएको बोला भनेर जब वचनको शब्द दिनुभयो। धन्यवाद पिता। मेरो शरीरलाई तपाईँले संरक्षण गर्नुभएको पिता, तपाईँले बनाउनु भएको। अब यो हड्डीमा पनि पोषण तपाईँले भर्नुहोस् भनेको थिए। आज पोषण गरेर पिताले अडाएर खडा बनाएर आज उहाँले गरिदिनु भएको कामको घोषणा गर्न सक्ने योग्यको आज परमेश्वरले बनाउनु भयो। त धन्यवाद पिता। यो हालत आउनु भनेको नि पिता अझै निखारिनेको लागि भएका अलिअलि समस्याहरू थिए भने पिता यो सारा ज्वरोबाट हट्नको लागि र स्वर्गको मुखको पिता कतै नटोक्रिकन मेरो पल्टो र मेरो हातमा पर्नको लागि पिताले यो देखाइदिनु भएको धन्यवाद पिता। अब त मैले भन्छु कि मेरो लागि त अलौकिक महिमा जो स्वर्गबाट आउँदैछ। धन्यवाद पिता। मेरो जीवनमा मैले पाइसकेँ। हामीलाई जब समस्या आउँछ नि तब गुरकुसी मारेर दौडिने गर्नुहोस्। त मलाई सन्चो भएन, मलाई ठिक भएन भन्न नलाग्नुहोस्। पिता मेरो लागि के राख्नु भएको छ त तयारी छु त्यो मैले पाउनको लागि हो पिता। धन्यवाद। मैले पाइसकेँ। हजुरले मलाई स्वर्गका ती खजानाहरू स्वर्गका ती कहिल्यै नटल्किने नछिन्ने न त धुदामा खालिन्छ न त खिया लाग्छ त्यस्तो खिया नलाग्ने त्यस्तो त्यो जति युज गर्दा पनि कहिल्यै नरित्तिने त्यस्तो स्वर्गको खानी दिँदै हुनुहुन्छ पिता। त्यही भएर मलाई अलिअलि लागेको यो त मेरो कोटोमा गरिसक्यो भन्दै धन्यवाद पिता। पारिसक्नु भएको छ। जोरदारले सम्मान गरिसक्यो। मेरो दिदीलाई पनि ईश्वरलाई धन्यवाद। जब पिताले भन्नुभएको छ मैले बालक प्रकट गर्नेछु। मेरो दिदीले यति धेरै प्रश्न गर्नुहुन्थ्यो। आज महिमामा आउनुभएको छ। ईश्वरलाई धन्यवाद। मसित यति धेरै प्रश्न गर्नुहुन्थ्यो। ईश्वरले के गर्नुभयो जहाँ गर्ने त्यही हो। आफ्ना 10 हात नङ नखिलाई केही हुँदैन हो। आफ्नो नङ नखिलाई त केही नै हुँदैन। हिजोको जीवनमा नगर ख्याउँदो पनि त्यो आशिष थिएन भने
जब हामीले काम गर्छौँ पिताले त्यति आशिष दिनुभएको छ। धन्यवाद गर्नुहोस् आज तपाईँ यो महिनामा दिनु भनेको तपाईँको सारा समस्याहरू जानको लागि पिताले तपाईँको लागि त्यस्तो आशिष राख्नु भएको छ। त्यही भएर त पिताले आज बालकलाई प्रकट गर्नुभयो, छोरीद्वारा सत्संग जानी बनाउनु भयो भने तपाईँमा भएका ती समस्या निख्रिनको लागि, उन्नतिका आशिषहरू लिनको लागि धन्यवाद पिता। यो पनि छोरा मेरो जीवनमा भन्ने बनाउनको लागि आज महिमामा ल्याउनु भएको, पाइला टेक्नु भयो त शैतान खरानी भइसक्यो। तपाईँको जीवनमा भएको उन्नति आशिष सबै कुरा डबल हुन दिनको लागि आज तपाईँले पिताले यहाँ महिमामा ल्याउनु भएको धन्यवाद पिता। पुरा भइसक्यो त ईश्वरलाई धन्यवाद गर्छु। यसै मसीहको नाउँमा आज जीवन दिनुभयो अनन्तको लागि, महिमा गर्नको लागि। त्यस्तो यहाँको आत्मा पनि पिताले दिनुभएको छ भने अब हामी किन डराउँछौँ र? डराउँछौँ र? डराउँदैन। जति ठुलो समस्या आए नि मृत्युको खिल्लाई त पिताले निलिदिनु भएको छ भने मलाई त ज्वरो आउँदा त मलाई यस्तो लाग्थ्यो म अब मर्छु होला जस्तो लाग्थ्यो। यो जुन यो करेन्टको भाग हुन्थ्यो नि, खोक्दाखेरि बाहिर महादल बजे जस्तो सुनिन्थ्यो कि मलाई। म अब छैन होला जस्तो लाग्थ्यो कि मलाई। मेरै उठेर उठ्न नसक्दा ज्वरोले थलिएको अवस्थामा जब चङ्गाइदिन्छु यति खाना खाएको थियो, यति खाना खान्थे त्यसको डबल गुणा निस्केर जान्थ्यो बमिटद्वारा। त आज सबै कुरा समस्याबाट सबै निखारिनको लागि रहेछ पिता। धन्यवाद। आज सबै निख्रियो, डल आउनु भएको छ त खराबी जान्छ नि, त्यो त जानै पर्छ। किनकि हृदयमा जब वचनको चुरो छ भने त्यो वचनद्वारा हरेक कुरा पूरेको हुन्छ कि जति बोल्यो त्यति समस्या भाग्यो। जब समस्या भाग्यो उन्नति त आँखाको अगाडि छैन। मेरो लागि त उन्नति अब त देखाइसक्नु भयो, काले पाइसकेँ मैले। त ईश्वरलाई धन्यवाद। यस्तो सत्य वचन ल्याउनु भएको हो कि हाम्रो लागि। अब पनि हामी निरुत्साहित हुने हो त? अझै बिदामा लाग्ने होइन त? अझ ईश्वरलाई धन्यवाद। अब एउटा टिका मात्र, म धेरै समय लिँदिनँ। हाम्रो सर हजुर हेर्दै हुनुहुन्छ, जुन दिन सर हजुर जानुभएको थियो यो त मैले बिर्सेको नि। तालाई धन्यवाद। उहाँले भन्नुभयो म घुम्दा आएको भन्नुभयो है। तर मलाई उहाँ मेरो पसलमा आउँदाखेरि मलाई यस्तो रुन मन लागेको कि है, कति दिन भन् त नदेखेको। अनि उहाँले त भन्नुभयो म यत्तिकै घुम्दै ममता म्याम हजुरको पसलमा बस्छु भन्नुभयो, तर होइन कि मलाई भेट्न आउनु हजुर। ईश्वरलाई धन्यवाद। यस्तो अनुग्रह कि हिजो सम्झना हुँदा के थाहा के उस है हुँदै हुँदैन यस्तो आत्मिकता है, नहुँदा पनि के भन्छ कस्तो भन्छ भन्ने त्यस्तो खोजी तलास गर्ने त्यो आत्मा कसले दिनुभएको त? परमेश्वरले हजुरहरूलाई यस्तो माया दिनुभयो। त्यसको लागि पनि एकदमै सम्मान गर्न चाहन्छु। ईश्वरलाई धन्यवाद। फेरि पिताले भन्नुभएको छ मेरा ओठले तपाईँको प्रशंसाले भरिपूर्ण हुन्, मेरा ओठले तपाईँको प्रशंसाले भरिपूर्ण हुन्। परमेश्वर हामीलाई पालन गर्न सिकाउन्, परमेश्वरले भन्छ हामीलाई पालन गर्न सिकाउन्। परमेश्वर नि आउनु हो, सत्य वचन ल्याउनु हो, परमेश्वर नि आउनु हो, सत्य वचन ल्याउनु हो। तपाईँ हाम्रो आजैमा हामीलाई छर्ने छैन लाजैमा, तपाईँ हाम्रो आजैमा हामीलाई छर्ने छैन लाजैमा। अब लाजमा पर्छौँ त हामी पर्दैनौँ। लाज कसको पर्छ? दोस्रोवाला। सधैँ उत्साहित कसले पार्नुहुन्छ त? हाम्रो पिता परमेश्वरले पार्नुहुन्छ।